त लाइभै आउनु भएन त हजुर त 1-2 दिन। म त गाउँमा छु नि त। ए हो, अनि गाउँमा भए पनि आउनु पर्थ्यो नि त। यहाँ कति धेरै मान्छेहरू वेट गरेर हुन्छन् थाहा हुँदैन। गाउँमै छु त, आयो त म आज। यो हातमा माइक लिएर बसिरहेको छु। कति गाह्रो छ, दुःख छ ए मलाई। आमामा कति धेरै दुःख निभावे। त्यो माइक समात्दिने मान्छे चाहियो हो, त्यही सुख खोज्या हो। हेर्नु यसरी समात्दिने उसले चाहिँ गाउने मात्रै हो। स्ट्यान्ड थियो, अहिले हातमा यसरी कति मेहनत गरिरहेको छु गाइजहरू। इन्टु टु गाइज। पहिलो हाँसो पहिलो बोल सब याद छ, हिजोका बाचा आजका शून्यता साथ छ, जीवनको रङ्ग नै हरायो। यो गीत त एआईले भन्दा यार, एआईले भन्दा बरु कोही मान्छेले गाए भए राम्रो हुन्थ्यो होला भन्ने। गोपालजी थ्याङ्क यू सो मच। म गाउँछु है थोरै। पहिलो हाँसो पहिलो बोल है गाइज, सब याद छ भनेर। याद छ पहिलो हाँसो पहिलो बोल सब याद छ, हिजोका बाचा आजका शून्यता साथ छ, जीवनको रङ्ग नै हरायो अचानक यहाँ। यति हो, मलाई आउने नि यति हो। पहिलो हाँसो पहिलो बोल सब याद छ, हिजोका बाचा आजका शून्यता साथ छ, जीवनको रङ्ग नै हरायो अचानक कहाँ, जीवनको अर्थ नै हरायो अचानक कहाँ। थ्याङ्क यू वरुण, थ्याङ्क यू गाइस। वान मोर रोज। यो गीतमा कतिको सपोर्ट आउँदो रहेछ त्यो अनुसारले होइन गीत हुन्छ कि। अब 665 स्कोरमा त यही 4 लाइन भन्दा आउँदैन गाइज। थ्याङ्क यू नाति। धेरैको लागि त हामीले धेरै स्कोर ल्याउनुपर्छ क्या गाइजहरू। चैट 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 गाइज। वान रोजेस ल पुरै गाना सर, पुरै त स्कोर स्कोर अनुसार हुन्छ नि त यो गाना त। माइकमा मेरो साउन्ड आइरहेछ, त्यो माइकबाट साउन्ड आइरहेछ। के साउन्ड आयो? इको? ए हजुरको यो यहाँको साउन्ड त्यो माइकले टिपेको होला कि सायद। है के सुन्दो रहेछ हौ तिमीले पनि। के भने बुझ्दैन। ट्रिपलमा गाइज ल। गाइज ट्रिपल पक्कै पनि है गोपालजी थ्याङ्क यू सो मच। पक्कै पनि यो 1700 को गीत चाहिँ होइन है गाइज। यो 5000 गीत चाहिँ हो। हामी त्यतिसम्म चाहिँ हामी जान सक्छौँ कि कसो हो गाइजहरू। ट्रिपलमा हेर है, हेर है सिसी हेर है तिमी, स्कोर हेरिरह न, त्यहाँ कहाँसम्म जान्छ हेर है। 5000 गएन भने ए थ्याङ्क यू ऑल। ओ माई गॉड गाइज यार के हो यस्तो यार। थ्याङ्क यू सो मच। प्र्याङ्क भयो त हौ मलाई यार। हेर्नुभयो देखेँ गाउँदै गर्नु नि त, अनि बल्ल पो हुनसक्छ नि त। हो र, त्यो पनि ठिकै हो है। थ्याङ्क यू। त्यो पनि ठिकै हो यार, गाउँदै गऱ्यो भने पो हुन्छ त है। त्यही 2-4वटा मैले नि गीत सुन्थेँ त्यही बहानामा। ए हो मलाई टेन्सन पऱ्यो कि माइक लिएको छ, ला आज गीत सुन्नु नपाइने भयो त भन्नु। होइन माइक दुःख छ, हातमा छ माइक, दुःख छ, बुझ्दैनन् मान्छेले गाइजहरू। के गाउनु ल गाइजहरू। जोडी गुड छ त्यस्तो केही पनि होइन है गाइज। लेट्स के हो जोडी जोडी को त्यो जोडी भन्ने? पहिला त्यो जे पनि भने पछि अनि गाली गर्दै कुद्दै हिँड्नेहरू पनि उहाँ हो क्या फेरि। अब अरू के पनि नभन्नु हास। के गीत हो रे गाइज? ल गोपालजी हाम्रो एस सर होइन, हाम्रो सबैको लागि एउटा गीत चाहिँ गाउँछु म।
दिल मोहनी सामरे जुङ्गे अफिसरको गीत पनि दामी रहेछ ल है। यो पनि मैले गाउँथेँ। Which was this मदक note? मदक महुआ मग मग मञ्जरी यस्तो यस्तो गीत चल्थ्यो नि पहिला। रात चल्यो। Thank you. ए हारेछ त नि हामी त यार, म थाहै छैन है, सरी है गाइजहरू, मैले अलिकति केयर गरिनँ, नजित्यो होला, यस्तै भन्नुपर्छ कि लास्टमा हारेपछि दिल मोहनी सामा 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 ओ दिल मोहनी सामा। लालिस के अरे है, लालिस होइन के, रोमान्टिक टाइपको गीत पुरानो। कसले हान्यो ए उही बल्ल आयो एउटा गीत है, म त खुल्ला गिटार। बल्ल आयो नि दिमागमा, Guys, अहिलेसम्म यादै आएको थिएन। triple. ठ्याक्क अब एउटा गीत हान्नुपर्छ भनेपछि के छ, तेरे नामको एउटा गीत छ नि, रोमान्टिक गीत के, तेरे नाम तेरे नाम होइन के, अर्को के, चुनरी चुनरी होइन चुन्नु, तेरे नाम हमने किया है। सनम सनम होइन, तुमसे मिलना बातें करना बड़ा अच्छा लगता है, होइन लाल दुपट्टा हो। लाल दुपट्टा तेरे नामको गीत होइन। होइन कमेन्टमा लेखेर तेरो नामको होइन लाल दुपट्टा के को हो त? क्यों किसी को सैड गीत भयो? तुमसे मिलना बातें करना बरु अब के गर्ने, कसरी खोल्ने? कसलाई कसको काजु गाइज ओपन द ट्रिप। ओके है ल 140 है गाइज, ह्यान्ड हट गाइज।